बुढो त कता के गर्दैछ हौ अनि के चाहिँ गरेको बुढो लौ चामल पो केलाउँदो रहेछ हेर्नु न बाबारी खाना पकाउनु अल्छिएले चामल केलाउँछ हेर न छोरी मान्छेको काम गरेर हैरान छ चामल केलाउन आउँछ निफार्नु त यस्तो अल्छे छन् क्या हाम्रो घरमा खाना चाहिँ पकाउनु मान्दैनन् छोरी मान्छे काम गर्नु चाहिँ रहर गर्छन् हेर्नु है फेरि एकचोटि निफार्नु त एकचोटि निफार्नु न जिउ सबै हल्लिन्छ ल जिउ सबै हल्लिन्छ त अनि बिचरा मेरो बुढो 10 बजेदेखि 4:30 बजीसम्म स्कुल बिहान 6 बजेदेखि 9 बजीसम्म घरको काम गाह्रो छ मेरो बुढोलाई त्यही भएर बिहा नगर्नु कि बिहा गरेपछि यस्तो गाह्रो हुन्छ थाहा पाउनु भयो के लाग्नु फेरि आमै 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 फटाक फटाकमा गर्नुपर्छ त फटाक फटाक गर्नु त आवाज खै भएन त्यो भएन तारा